चाहिँ हाम्रो 20,000 को सामान किनेर लिएर आयौँ। यहाँ के छ हेर्नु होला, एकछिनपछि म देखाउने छु। आजको सपिङ फर्स्टमा चाहिँ यो नानीको डाइपर, अनि रह्यो यो दुध फर्मुला मिल्क, नानीको लागि सुरुवाल 2टा, त्यसपछि यो खाना, यस्तो प्याकेटको खानाहरू लिएर आएर हामीले चाहिँ यसरी खुवाउँछौँ स्या घरमा मिक्स गरेर। यो खाना यो सबै नानीको लागि हो यति। अनि हामीले ग्रोसरीमा चाहिँ यो चिकन के भन्छ यसलाई, कलेजो, अनि यो प्याज, त्यसपछि रह्यो सक्खरखण्ड, अनि यो कप रामेन, ब्रोकाउली, त्यसपछि यो प्याज, रातो प्याज, अनि हामीले यो टी सर्ट लिएको छौँ। यो चाहिँ सेलको है, सेलको टी सर्ट एउटा, अर्को 2टा, यो सबै 1000 रुपियाँको हो। अनि यो पनि अर्को 3वटा, अनि यो चाहिँ एउटा प्लाजो लिएको छु मैले। यो चाहिँ कति हो यसको चाहिँ लगभग 3300। अनि यो नानीको लागि टी सर्ट, अनि एउटा सुरुवाल। कस्तो राम्रो लागेको लिएको कि मैले, अरू ठिक त हुँदैन होला, अरू ठुलै हुन्छ, त्यही पनि लिइराखेको। यति हो 20,000 को हाम्रो आजको सपिङ।